हेलो सम्पूर्णमा नमस्ते। आज चाहिँ हामी लसुन उखाल्दैछौँ। हामी चाहिँ मामु छोरा चाहिँ लसुन उखाल्ने काम गर्दैछौँ। आज चाहिँ लसुनमा झार पनि एकदमै पलाएको थियो अनि हामीले चाहिँ झार र लसुन उखाल्दै थियौँ। छोराले चाहिँ मेरो भिडियो खिचिदिँदै थियो। हाम्रो चाहिँ लसुनबारी यस्तो छ। हामी चाहिँ हाम्रो घरमा युज हुने धेरै कुराहरू चाहिँ हामी आफै नै उत्पादन गर्छौँ। दिनमा यसो 1 घन्टा आधी घन्टा 20 मिनट जति यसो टाइम दिएर हामी चाहिँ आफूले खाने कुराहरू सब्जीहरू चाहिँ आफैले उत्पादन गर्छौँ अनि राम्रो पनि हो जस्तो लाग्छ। सबैले किनेर खाँदा कस्तो महँगो, आफूलाई पैसा पनि सकिने, त्यहीमाथि अर्ग्यानिक आफूले उत्पादन गरेको पनि खान नपाइने क्या। कहिलेदेखिको बासी कहाँबाट कसरी आएको हुन्छ हैन, सबै अर्ग्यानिक आएको हुन्छ भन्ने हुँदैन। त्यही भएर म चाहिँ आफै नै प्राय फलाउँछु, थोरै आफूले खाने, अनि धेरै भयो भने चाहिँ अब बाँड्ने, कहिले किन्ने आयो भने बेच्ने पनि हुन्छ। तर धेरै जस्तो चाहिँ म चाहिँ हाम्रो घरमा युजको लागि मात्रै फलाउने गर्छु। यहाँ चाहिँ मेरो छोराले पनि लसुन उखाल्दैछ। उसलाई पनि सिकाउनु पर्यो नि त, बच्चाहरूले पनि गर्नु पर्यो। अनि अल्छी गर्दै थियो अनि छिटो उखाल न, म तिम्रो भिडियो गरिदिन्छु ल, उखाल त छिटो भन्दै मैले चाहिँ फकाउँदै उखाल्न लाउँदै थिएँ। सिकाउनु पर्यो नि त, फुर्काएर भए पनि। अनि भएन, म गलिसकेँ, बन्द गर्नु भिडियो भन्दै थिएँ। अनि मैले चाहिँ गर भन्दै, म गरिदिँदैछु क्या तिम्रो भिडियो भनिदिँदै थिएँ। अनि उसले उखाल्दै थियो। अनि बच्चाहरूले काम पनि सिक्नुपर्छ आफ्नो घरको, र पढाइ पनि सँगसँगै लानुपर्छ जस्तो लाग्छ। व्यवहारिक त काम पनि व्यवहारमा आउँछ, पढाइ पनि प्रयुक्त हुन्छ व्यवहारमा, र पनि काम चाहिँ धेरै चाहिन्छ जस्तो लाग्छ। अनि हाम्रो चाहिँ फाइनली उखालिसक्यौँ। लसुन चाहिँ हाम्रो यति भए चाहिँ हाम्रो परिवारलाई चाहिँ 5-6 महिना, लगभग 1 वर्ष पुग्छ, किन्नु पर्दैन। यति भए चाहिँ किन्दा हैरान हुँदैन, बजार धाउनुपर्छ हप्त्याउनी। त्यसो भन्दा आफैले यसो कहिलेकाहीँ रोप्यो अनि खान पुग्छ। हामीलाई चाहिँ यति भए। थ्याङ्क्स फर वाचिङ माई भिडियो। लाइक एन्ड सब्सक्राइब पनि है।